सबैलाई नमस्कार, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ नि? सो वेलकम टु आवर न्यू एपिसोड। यो एपिसोडमा चाहिँ म तपाईँहरूलाई मिनी भ्लग प्रेजेन्ट गर्दैछु। अनि आज म लगाउन गइरहेको छु मेहन्दी। मलाई मेहन्दी लगाउन हेल्प गर्दै हुनुहुन्छ ज्योतिषले। सो हार्टली वेलकम आवर युट्युब च्यानल। प्लिज सब्सक्राइब हिज युट्युब च्यानल। अनि मसँग अर्को मेरो बेबी हुनुहुन्छ। वाट इज योर नेम बेबी? My name is Anshul. ज्योतिषलाई चाहिँ मेहन्दी लगाइदिन नआए पनि उहाँले चाहिँ यसरी क्याटलग ल्याउनु भएको छ अनि थ्रु क्याटलग लगाइदिनु हुने अरे मलाई मेहन्दी रेडी भइसकेँ मेहन्दी लाउनको लागि होइन। आज चाहिँ साउन 30 गते शुक्रबार। मैले 1 महिना अगाडि मेहन्दी लाउनु पर्ने थियो तर मेहन्दी लाउने मान्छे नभेटेर यो हात खाली थियो। सो आज फाइनली भेट्नुभयो अनि मलाई मेहन्दी लगाइदिँदै हुनुहुन्छ। अनि भन्नुपर्दा नि मलाई मेहन्दी लाउन चाहिँ आउँदैन, मेहन्दी लाउन खासै मन पर्दैन, तर ज्योतिषलाई चाहिँ एकदम मनपर्छ अरे क्या। अनि उहाँलाई पनि लगाइदिन आउँदैन। सो हामीसँग बेस्ट अप्सन के छ? क्याटलग। अनि हामीले क्याटलग ल्यायौँ, क्याटलग लगायौँ। अनि हेर्न सक्नुहुन्छ भिडियोमा यसरी मलाई मेहन्दी लगाइदिँदै हुनुहुन्छ। अब मायाले लगाइदिएको मेहन्दी पक्कै पनि एकदम रेड हुन्छ होला। एउटा हातमा चाहिँ लगाइसकेँ, अर्को हातमा चाहिँ क्याटलग पनि टास्नै बाँकी छ र लगाउनै बाँकी छ। धैर्य धारण गरेर हेर्नु न, म फुल भिडियो देखाउनेछु कति मायाले लगाइदिँदै हुनुहुन्छ। हाई उहाँ चाहिँ लगाइदिने ज्योतिष होइन, आम्मो मायाले लगाइदिएको अरे नि त। अनि मेरो हात हेर्नु न गाइज, क्याटलग आधी आधी मात्रै लागिरहेछ। अनि यहाँ बिचमा फनी कुरा के भयो भने नि अंशले आएर स्पुन मेरो हातमा राखिदियो क्या। अनि त्यसलाई ब्यालेन्स गर्न लगाइरहेको थियो ऊ, हेर्नु न स्पुन पनि होइन फर्क। सो मेरो मेहन्दी चाहिँ एकदम मजाले मायाले लगाइदिएर अर्को हातमा क्याटलग टाँसिदिँदै हुनुहुन्छ। अनि म चाहिँ यो क्याटलग पनि लगाएर यसमाथि मेहन्दी लाएर तपाईँहरूलाई पूर्ण देखाउने छु। रमाइलो भइरहेछ। यो हाम्रो मिनी भ्लग मात्रै होइन नि त, यो केही मेमोरिजको पलहरू हो जसले हामीले एकदम मजाले क्रिएट गरेर राखेका छौँ। अनि कन्टिन्यू मेहन्दी चाहिँ लाउँदैछु नि म। त्यति यति माया नगर्नु भाइ, अरूको आँखा लाग्छ। आम्मामा हेर्नु न ज्योतिषको आई कन्ट्याक्ट मात्रै मेरो हातमा र मेरो मेहन्दीमा छ, मेरो आँखा चाहिँ उसको आँखामा। अनि हामीले मेहन्दी मात्रै लाएर हुँदैन, अहिले म त स्कुल पनि जानुपर्ने छ अनि ज्योतिषको पनि ड्युटी। सो मेहन्दी चाहिँ लगभग लगाइसकेँ होइन। तपाईँ हेर्न सक्नुहुन्छ कति मायाले लगाइदिएको कि, साँच्ची नै कति धेरै माया गरेको नि ज्योतिषले। हेर्नु गाइज, अनि ज्योतिषको फेस चाहिँ कस्तो इनोसेन्ट देखेको, हाँसे त हुन्थ्यो नि। अनि आफूले पनि हातमा चाहिँ एस लेख्दै हुनुहुन्छ अरे। ओ माई गड, यसलाई भनिन्छ कि माया गर्ने मान्छेसँग नि समय हुनु पर्दैन, मन हुनुपर्छ क्या। मन समय त कोसँग छ र? अब त स्कुल जान्छु। सो हाम्रो मेन सो गाइज मेरो हातमा मेहन्दी छ नि त। अनि मलाई खान्छीले खाना खुवाइदिनु हुन्छ बिकज आम त बच्चा बुद्धि नि। गाइज अब हामी चाहिँ खाना खान लाग्यौँ होइन। अनि आजको खाना पक्कै पनि मिठो होला किनकि मलाई ज्योतिषले आफ्नो हातले माया गरेर खुवाइदिँदै हुनुहुन्छ नि त। सबैले माया गर्छ कि, तर यस्तो खालको माया चाहिँ भाग्यमानीले मात्रै पाउँछ। एम आई राइट ज्योतिष? एम आई राइट गाइज? अनि मलाई ज्योतिष कति धेरै केयर गर्नुहुन्छ, कति धेरै माया गर्नुहुन्छ क्या। मैले माया गर्छ, माया गर्नुहुन्छ, माया गर्नुहुनेछ भन्नै पर्दैन, भिडियो थ्रु तपाईँहरू हेर्न सक्नुहुन्छ। उल्ने गर्नेको माया केयर। अनि भात मिठो छ, भात छ, आलु झोल छ, अनि अचार अनि तरकारी पनि छ, तर हामी मिक्स गरेर खाँदैछौँ। हामी चाहिँ एकअर्काको जुठो मजाले खान्छौँ है। सो हेर्न सक्नुहुन्छ नि भिडियोमा कुरा गर्दै खाँदैछौँ। यहाँ फनी कुराहरू हुँदैछ। अनि चाहिँ मैले चाहिँ भोइसलाई एडिट गरेकी थिएँ अनि अहिले ब्याकग्राउन्ड भोइस हाल्दैछु। अब खाना खाइसक्यौँ लगभग, त्यसपछि म तपाईँहरूलाई मेरो मेहन्दी सुकिसक्यो नि त, म देखाउने छु मेहन्दी। माया गर्ने मान्छेले लगाइदिएको मेहन्दी त त्यसै राम्रो हुने भइगयो नि होइन। जसरी माया गरेर लगाइदिनु भएको थियो अहिले त्यत्तिकै क्याटलग निकालिदिँदै हुनुहुन्छ। अनि वाह, म छक्क परेँ क्या, कस्तो राम्रो देखिएको, साँच्ची राम्रो देखिएको। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। अनि यतिसम्म भ्लग हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच गाइज। हामीलाई तपाईँहरूले पनि माया गरिदिनु, हाम्रो भ्लगलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हेर्नु न गाइज मेरो मेहन्दी, आम टु मच एक्साइटेड। आई लभ यु ज्योतिष।
थ्याङ्क यू सो मच फर कमिङ इन माई लाइफ। यतिको माया चाहिँ सधैँ नै गर्नुहुन्छ भन्ने आशा राखेकी छु। अनि तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो प्लिज कमेन्टमा भनिदिनु ल। यो चाहिँ ओल्ड भिडियो हो होइन, अनि धेरै समयपछि चाहिँ यो मेरो मोबाइलमा स्टोरेज भइराखेको हुनाले यसलाई मैले चाहिँ ब्लग थ्रु प्रेजेन्ट गरेकी छु। इट वाज अ टु मच क्युट भिडियो। कति धेरै कन्भर्सेसन गर्छौँ हामी। अनि यहाँ मेरो सानो पनि छ, हेर्नु गाइस, मेहन्दी ज्योतिषको नामको मेहन्दी मेरो हातमा। थ्याङ्क यू ज्योतिष, आई लभ यू, थ्याङ्क यू गाइज।